नमस्ते, कृषि आतो मालदो च्यानलमा तपाईहरुलाई चाहिँ स्वागत छ। आज हामी यो अफ सिजनमा अम्बा फलाउनको लागि हामीले चाहिँ यो अम्बाको पात र फुलहरू झार्ने क्रममा छौं। यसमा हामीले अहिले 100 लिटर पानीमा 15 केजी युरियाको मिश्रण घोल गरेर हामी अम्बामा छर्किने क्रममा चाहिँ लागेको छौं। यो अम्बामा यो युरियाको मिश्रण छर्कियो भने हाम्रो यो पात र फुलहरू सबै झर्छ। यसको चाहिँ मिश्रण प्रयोग गर्नाले बोटहरूलाई असर पनि नगर्ने र पात र फुलहरू सजिलैसँग झर्ने भएको हुनाले हामीले अहिले यहाँ यो चाहिँ छर्किने क्रम सुरु गरेका छौं। हामीले चाहिँ यो छर्किनको लागि हामीले चाहिँ यो पावर स्प्रे हामीले चाहिँ यो अम्बाको बारी भित्र त्यहाँ चाहिँ यो चाहिँ राखेको छौं भने अब हामी यो एउटा लामो पाइप छ हामीसँग। यो पाइपको माध्यमबाट हामीले यो छर्किने क्रम चाहिँ सुरु गरिसकेका छौं। अब अहिले यो छर्किने क्रममा हेरौं। अब यो हाम्रो भाइ एकजना भाइले हाम्रो यहाँ चाहिँ अब यो छर्किने काम चाहिँ सुरु गरिसकेका छन् र अब छर्किने क्रम चाहिँ सुरु छ। यो पावर स्प्रेले यो छर्किँदाखेरि रुखहरू अल्को भएको हुनाले यो हाते ट्याङ्कीबाट छर्किन चाहिँ गाह्रो हुने भएको हुनाले यसरी हामी चाहिँ पावर स्प्रेबाट स्प्रे गरिराखेका छौं भने अब यो सहजै हाम्रो फुल र पत्ताहरू झर्नेछ। यो फुल र पत्ता झरिसकेपछि 15 दिनपछि हामीले फेरि यसलाई यो अम्बाको हामीले कटिङ सुरु गर्नेछौँ। यो कटिङ सुरु गरिसकेपछि हाम्रो त्यसपछि म एउटा अर्को चाहिँ भिडियो पनि बनाउने छु र यसको पात र फुल झरिसकेपछि अर्को एउटा भिडियो पनि बनाउने छु र त्यसपछि सँगसँगै फेरि अर्को दोस्रो भिडियोमा हाम्रो यो कटिङ अफ सिजनमा फल दिनको लागि त्यसको अम्बाको कटिङ गरेको पनि एउटा भिडियो बनाउने छु। अहिले हाम्रो यो छर्किने काम चाहिँ यसरी चाहिँ सुरु भइराखेको छ। हेर्नुस् पावर स्प्रेबाट। ल हवस् त, धन्यवाद।